साथीहरु वेलकम ब्याक। स्वागत छ तपाईहरुलाई। आज हामीले पढ्ने छौं विश्वको इतिहास। विश्वको इतिहास जुनसुकै सेक्टर र जुनसुकै तहको लागि पनि जीके मा इन्भल्भ हुने टपिक हो। सो आज यसलाई चाहिँ हामीले कभर गर्नेवाला छौं। हिजो चाहिँ हामीले नेपालको इतिहास कभर गरेका थियौं। सो त्यो दुईटा भिडियो छ, त्यसलाई नि गएर हेर्नु होला र अहिलेसम्म सब्स्क्राइब गर्नुभएको छैन नि सब्स्क्राइब पनि गरिदिनु होला। सो लेट्स स्टार्ट है त। विश्वको इतिहासमा म्याग्ना कार्टा छ हैन। म्याग्ना कार्टामा बेलायतीलाई अधिकार दिने पहिलो दस्तावेजको रूपमा चाहिँ यसलाई चिनिन्छ हैन। ल्याटिन शब्द हो यो अनि यसको अर्थ चाहिँ महाअधिकार पत्र भन्ने हुन्छ हो। मानव अधिकार सम्बन्धी पहिलो दस्तावेजको रूपमा पनि चिनिन्छ यसलाई। स्वतन्त्रताको बडापत्र हो यो हैन। 1215 जुन 15 मा रनीमेड भन्ने ठाउँमा चाहिँ भएको थियो यो म्याग्ना कार्टा हस्ताक्षर हैन। अनि राजा जोन द्वितीयले चाहिँ हस्ताक्षर गरेका थिए। 63 धारा चाहिँ यसमा रहेका छन्। संशोधन गर्ने राजा भनेको हेनरी तृतीय हुन्। यिनले 1216 र 1217 र 1225 मा चाहिँ संशोधन गरेका थिए यी म्याग्ना कार्टा को बडापत्रलाई हैन। त्यसपछि म्याग्ना कार्टाको परिणाम स्वरूप जारी भएको रिट भनेको बन्दी प्रत्यक्षीकरण हो। 1679 मा चाहिँ भएको थियो यो हैन। त्यसपछि यो रिट भनेको के हो भन्दा सर्वोच्च अदालतले जारी गर्ने आदेश हो के एक प्रकारको यो चाहिँ हैन। औद्योगिक क्रान्ति भनेको चाहिँ संयुक्त अधिराज्य बेलायतमा कपडा उत्पादनबाट सुरु भएको थियो भने 1760 देखि 1840 सम्म 80 वर्षको समय अवधि है। यो समयको टाइम पिरियड भनेको 18औं शताब्दीदेखि 19औं शताब्दीसम्मको समय अवधिलाई चाहिँ के मानिन्छ, औद्योगिक क्रान्ति भनेर चाहिँ मानिन्छ विश्वको इतिहासमा। उद्योग क्षेत्रमा भएको आमूल परिवर्तन हो यो हैन। उद्योगमा मेसिन प्रयोग भएको घटना हो यो। औद्योगिक क्रान्ति नामकरण गर्ने भनेको एर्नोल्ड टोयबिनले गरे। एर्नोल्ड टोयबिनले गरे। अनि वाटर फ्रेमका आविष्कारक हेर्न सक्नुहुन्छ। वाटर फ्रेमका आविष्कारक रिचार्ड आर्कविथलाई आधुनिक औद्योगिक पद्धतिका पिता मानिन्छ हैन। जोन केले फ्लाइङ सटल चाहिँ निर्माण गरे, बनाए हैन, इन्भेन्सन गरे भने ह्याम्फ्रे डेभीले सेफ्टी ल्याम्प, जेम्स वाटले स्टिम इन्जिन र जेरफ स्टेफेनले ट्रेन सबैभन्दा बढी उपयोगी ठहरियो है यो ट्रेन चाहिँ। माइकल फराडे भनेको विद्युत, जर्मनीका कार्ल मार्क्स र बेलायतका फ्रेडरिक एग्लेन्सले 1848 मा द कम्युनिस्ट मेनिफेस्टो चाहिँ जारी गरेका थिए यो समय अवधिमा। औद्योगिक क्रान्तिपछि विश्वमा कम्युनिटिजमको चाहिँ उदय भएको थियो भने औद्योगिक क्रान्ति करिब 80 वर्ष चाहिँ चलेको थियो। फ्रान्सेली राज्य क्रान्ति भनेको फ्राई गर्दा चाहिँ बुद्धिमानी मानियो अरे के। 1789 र 1792, 1789 देखि 1792। अब के हुन्छ भन्दा धेरै बुकहरुमा चाहिँ धेरै कुराहरु दिएको छ यो फ्रान्सेली राज्य क्रान्ति सम्बन्धी हैन। सो के छ त भन्दा यो दुईटा चाहिँ तपाईहरुले डेटहरु सम्झिनु पर्यो। अप्सनमा जुन दिन्छ त्यो चाहिँ हान्नु पर्यो ओके। 1789 देखि 1792। अर्को चाहिँ 1789 देखि कुनै कुनैमा 1799 पनि दिएको छ। सो यसलाई चाहिँ कन्सिडर गर्नु पर्यो। जुन अप्सनमा हुन्छ त्यो चाहिँ तपाईहरुले हान्नु पर्यो है। फ्राई गर्दा बुद्धिमानी, फ्रान्सेली राज्य क्रान्तिलाई बौद्धिक क्रान्ति पनि भनिन्छ के। यो ट्रिक हो, फ्राई गर्दा बुद्धिमानी, बौद्धिक क्रान्ति पनि भनिन्छ। निरङ्कुश राजतन्त्र विरुद्ध भएको थियो यो। लुई 16 को पालामा भएको थियो हैन। यिनले 21 जनवरी 1793 मा मृत्युदण्ड लिएका थिए लुई 16 ले है। यो सम्झिनु पर्यो। त्यसपछि तपाईको रहेको छ यसको नारा के थियो, यो क्रान्तिको नारा के थियो भने पनि सोधिरहन्छ। स्वतन्त्रता, समानता र भातृत्व थियो। मुख्य योगदान रुसोको थियो भने यिनको पुस्तक द सोशल कन्ट्रास्ट, यिनको मेन पुस्तकको नाम चाहिँ सोशल कन्ट्रास्ट जुन चाहिँ रुसोले लेखेका थिए। यो पनि सोधिरहेको हुन्छ, यसलाई चाहिँ हेर्नु पर्यो। अनि मोन्टेस्क्यूको पुस्तक द स्पिरिट अफ ल पनि भन्छ। दिदेरौले कुन पुस्तक लेखे, इन्साइक्लोपीडिया लेखे हैन। अनि भोल्टायरको भनाइ भ्रष्ट चर्चलाई नष्ट गरिदेऊ, यो पनि सम्झिनु पर्यो। भोल्टायरको भनाइ के थियो, भ्रष्ट चर्चलाई नष्ट गरिदेऊ भन्ने थियो हैन। त्यसपछि तपाईको छ म नै राज्य हुँ, यो भनाइ चाहिँ लुई 14 को हैन। क्रान्तिपछि नेपोलियन सत्तामा आएका थिए। यिनले बनाएको कानुन भनेको सिभिल कोडेल हो। नेपोलियनले बनाएको कानुन के हो, सिभिल कोडेल हैन। अमेरिका स्वतन्त्रता संग्राम भने अमेरिकाको स्वतन्त्र हुनेको जुन संग्राम भएको थियो, जुन आन्दोलन भएको थियो, त्यसको बारेमा नि हामीले पढ्नुपर्ने हुन्छ। 19 अप्रिल 1775 देखि 3 सेप्टेम्बर 1783 सम्म चाहिँ भएको थियो भने 13 वटा अमेरिकी राज्य मिलेर स्वतन्त्रताको लागि बेलायत विरुद्ध गरेको लडाई हो यो भने सेनापति जेरोज वाशिङटनको नेतृत्वमा भएको थियो भने नारा जीवन, स्वतन्त्रता र खुशीको खोजी थियो। मृत्यु देऊ वा स्वतन्त्रता अनि जनप्रतिनिधिको स्वीकृति बिना कर लगाउन पाइँदैन। यो तीनटा चाहिँ नारा रहेको थियो के को, अमेरिकी स्वतन्त्र संग्रामको। के जीवन, स्वतन्त्रता र खुशीको खोजी, मृत्यु देऊ वा स्वतन्त्रता, जनप्रतिनिधिको स्वीकृति बिना कर लगाउन पाइँदैन भन्ने थियो है। अमेरिकालाई सघाउने देशहरू भनेको फ्रान्स, स्पेन र नेदरल्यान्ड थिए। अमेरिकालाई सघाउने देशहरू कुन कुन थिए, फ्रान्स, स्पेन र नेदरल्यान्ड। द स्ट्याचु अफ लिबर्टी भनेको अमेरिकालाई फ्रान्सले दिएको उपहार हो। अमेरिकालाई कसले दिएको, फ्रान्सले दिएको चाहिँ उपहार हो
हैन। त्यसपछि रहेको छ 17 डिसेम्बर 1773 मा चाहिँ बोस्टन टी पार्टी भएको थियो। 4 जुलाई 1776 मा अमेरिकी स्वतन्त्रता सङ्ग्रामको घोषणापत्र तयार कसले पारे? थोमस जेफरसनले पारेका थिए। पेरिस ट्रिटी बमोजिम फ्रान्सको मध्यस्थतामा अमेरिका स्वतन्त्रता भएको थियो हैन। 17 सेप्टेम्बर 1787 मा संविधान निर्माण भएको थियो। कहाँको? अमेरिकाको संविधान है, पहिलो लिखित संविधान पनि भन्छ यसलाई, हेर्नु होला। त्यसपछि रुसी राज्य क्रान्ति 1917 मा 2 चरणमा भएको थियो रुसी राज्य क्रान्ति हैन। निरङ्कुश राजतन्त्र विरुद्ध भएको चाहिँ यो सङ्ग्राम हो। यो के हो? रुसी राज्य क्रान्ति। र चार्ल्स निकोलस द्वितीयको पालामा भएको थियो। यसको नारा चाहिँ के हो भन्दा ब्रेड एन्ड पिस। रुसी राज्य क्रान्तिको नारा ब्रेड एन्ड पिस हो। राज्यले दिएको नारा भनेको 1 रसियन 1 टार्च एन्ड 1 चर्च भन्ने थियो हैन। रुसी क्रान्तिका पिता भनेर लेनिनलाई चिनिन्छ। बोल्सेविक क्रान्ति वा अक्टोबर क्रान्ति पनि भनिन्छ। रुसी क्रान्तिलाई अर्को के भनिन्छ? बोल्सेविक क्रान्ति वा अक्टोबर क्रान्ति पनि भनिन्छ हैन। प्रथम चरणमा भएको भनेको प्रथम चरणमा कहिले मैले भनिसकेको थिएँ 2 चरणमा भएको थियो रुसी राज्य क्रान्ति भने प्रथम चरणमा कहिले भयो? 7 देखि 15 मार्च 1917 भनेको सुरु कुन महिनाबाट भएको रहेछ भनेर पनि सोधिरहेको हुन्छ। मार्च महिनाबाट चाहिँ सुरु भएको रहेछ। दोस्रो चरणमा भनेको 7 नोभेम्बर 1917 मा चाहिँ भएको थियो हैन। अनि लेनिन प्रधानमन्त्री बनेपछि रुसी सेनालाई रेड आर्मी भन्न थालियो। यिनीहरूले कम्युनिस्ट विरोधीको हत्या गरेको घटनालाई रेड टेरर भनिन्छ है। रेड आर्मीले कम्युनिस्ट विरुद्धको हत्या गरेको घटना, कम्युनिस्टहरूलाई चाहिँ हत्या गरेको घटनालाई रेड टेरर भनेर भनिन्छ। ओके, यो पनि हेर्नु पर्यो। ठिक छ। त्यसपछि रहेको छ भारतीय स्वतन्त्र सङ्ग्राम। स्वतन्त्रताको लागि भारतीयले बेलायती विरुद्ध गरेको लडाइँ हो यो भारतीय स्वतन्त्रता सङ्ग्राम। 3 चरणमा सम्पन्न भएको थियो। 1885 देखि 1905 उदारवादी युग। यो चाहिँ भारतको जुन भारत स्वतन्त्र हुने जुन प्रोसेस थियो त्यसमा भएका घटनाहरू हो। त्यसलाई चाहिँ 3 चरणमा डिभाइड गरेको छ हैन। 3 चरण के हुन्छ भन्दा 1885 देखि 1905 उदारवादी युग, अनि 1906 देखि 1918 उग्रवादी युग, 1919 देखि 1947 गान्धीवादी युग। अनि यसको नारा चाहिँ के थियो? डु अर डाई थियो हैन। 6 अप्रिल 1919 मा सत्याग्रह आन्दोलन भएको थियो। यो पनि सम्झिनु होला। 13 अप्रिल 1919 मा जलियावाला बाग हत्याकाण्ड भएको थियो र 1920 मा चर्खा आन्दोलन र असहयोग आन्दोलन भएको थियो। 1930 मा दाडी मार्च भएको थियो। नुन कानुन तोड आन्दोलन पनि भएको थियो है। यसमा कतिमा? 1930 मा है। त्यसपछि 8 अगस्ट 1942 मा भारत छोड आन्दोलन भयो। त्यसपछि तपाईले हेर्न सक्नुहुन्छ पाकिस्तान माउन्टबेटन प्लान अन्तर्गत के भयो? पाकिस्तान र भारतलाई चाहिँ छुट्टा छुट्टै राष्ट्र घोषणा गरी चाहिँ छुट्याइयो भनेको स्वतन्त्र गरियो। एउटा चाहिँ 14 अगस्टमा पाकिस्तान है, 14 अगस्ट 1947 मा पाकिस्तान भने 15 अगस्ट 1947 मा इन्डिया चाहिँ स्वतन्त्र भएको। त्यही भएर चाहिँ अहिले पनि इन्डियाले पाकिस्तान हमारा है भनेर दाबी गरिरहन्छ र विरोध पनि यही कारणले चलि नै रहन्छ। ठिक छ। त्यसपछि रहेको छ प्रथम विश्वयुद्ध। प्रथम विश्वयुद्धमा तपाईले हेर्नु पर्यो सी अन बुक फर मोर। यो चाहिँ बुकबाट नि पढ्नुपर्ने हुन्छ तपाईले है। केही कुराहरू त म लेखेको छु तर त्यसको बारेमा बुकबाट नि पढ्नु पर्यो। 28 जुलाई 1914 देखि 11 नोभेम्बर 1918 सम्म चाहिँ यो भएको थियो प्रथम विश्वयुद्ध हैन। 32 देश सहभागी थिए। कति दिन चलेको थियो? 1561 दिन चाहिँ चलेको थियो। अलायन्स पावर वा इन्टेड पावर पनि भनिन्थ्यो। कसलाई? मित्र राष्ट्रलाई। 2टा वर्गहरू चाहिँ रहेका थिए, 2टा ग्रुप ग्रुप रहेका थिए, राष्ट्रहरूको ग्रुप। मित्र राष्ट्रमा अलायन्स पावर इन्टेड पावर भनिन्छ। 28 वटा देश नेतृत्व बेलायतले गरेको थियो भने केन्द्र राष्ट्रमा 4 वटा देश नेतृत्व जर्मनीले गरेको थियो। केन्द्र राष्ट्रमा 4 वटा देश के थिए? जर्मनी, अस्ट्रिया, हङ्गेरी, टर्की र बुल्गेरिया थिए। अस्ट्रियाले सर्बियामाथि आक्रमण गरेपछि युद्ध सुरु भएको थियो। प्रथम विश्वयुद्धको आधार युद्ध भनेर 1912 र 1913 मा भएको बाल्कन युद्धलाई चिनिन्छ है। अनि तत्कालीन कारण भनेको अस्ट्रियाका राजकुमार फ्रेडरिच र पत्नी सोफियाको हत्या हो है। त्यति बेलाको तत्कालीन कारण के? पत्नी सोफियाको हत्या भयो हैन। जर्मनीले बेलायतको लुसिथानिया नामक पानी जहाजलाई समुद्रमा डुबाएपछि 1917 मा 14 मा स्टार्ट भयो। 1917 मा बल्ल अमेरिका युद्धमा सहभागी भएको थियो हैन। यो युद्धमा कम क्षति बोर्ने भनेको अमेरिका थियो भने यो युद्धमा कुलवीर थापा र कर्णबहादुर थापा 2 जनाले चाहिँ भिसी भनेको भिक्टोरिया क्रस चाहिँ पाएका थिए। यो बेलायत सरकारको सर्वोच्च सम्मानको रूपमा चाहिँ रहेको छ है। शान्ति सम्मेलन भनेको पेरिसमा भएको थियो। 32 देश सहभागी थिए भने 18 जुन 1919 मा चाहिँ के भएको थियो? शान्ति सम्मेलन भएको थियो। अनि 28 जुन 1919 मा चाहिँ 20 वर्ष का लागि विजेता
28 देशले जर्मनीसँग भर्चुअली सन्धि गरेका थिए है। यही हो दोस्रो विश्वयुद्धको मेजर कारण नै यही हो। प्रथम विश्वयुद्धको परिणाम हो यो भने दोस्रो विश्वयुद्धको कारण बनेको थियो यो है। त्यसपछि रहेको छ 10 जनवरी 1920 मा लिग अफ नेसन गठन भयो। वुड्रो विल्सनले को सल्लाहमा गठन भएको थियो यो है। अनि यिनी 0.4 प्रिन्सिपलका प्रतिपादक भनेर सोध्यो भने वुड्रो विल्सन, यो नाम सम्झिनु पर्यो। त्यसपछि रहेको छ दोस्रो विश्वयुद्ध 1 सेप्टेम्बर 1939 देखि 2 सेप्टेम्बर 1945, 6 वर्ष 1 दिन भनेको 2191 दिन चाहिँ यो चलेको थियो यो युद्ध है। यो चाहिँ सम्झिनु पर्यो। मित्र राष्ट्रको समूहमा 14वटा देश थिए, नेतृत्व बेलायतले गरेको थियो भने धुरी राष्ट्रमा 3 देश थिए, नेतृत्व जर्मनीले गरेको थियो। जर्मनी, जापान, इटाली चाहिँ कुन थिए? धुरी राष्ट्रमध्ये 3टा देश है। यसरी सम्झिनु पर्यो। गजे गले चाहिँ 10 जनाले भिसी पाएका थिए, भिक्टोरिया क्रस। अघिल्लोमा 2 जनाले को कर्णबहादुर थापा हैन, अनि कुलवीर थापाले पाएका थिए भने यसमा चाहिँ 10 जनाले गजे गले मेजर थिए भने अरूले चाहिँ 10 जनाले पाएका थिए। यो गजे गलेले चाहिँ एक्लैले धेरै विद्रोही वा धेरै विपक्षीलाई मारेको र बचाएको पनि कुरा छ, यो पनि हेर्न सक्नुहुन्छ है। कारण भनेको भर्सेली सन्धि अनि राष्ट्रसङ्घको सफलता। यसमा चाहिँ के कारण हो त्यो? प्रथम विश्वयुद्धपछि राष्ट्रसङ्घ निर्माण भएको थियो, गठन भएको थियो। अहिले युएनओ छ नि, त्यसलाई चाहिँ राष्ट्रसङ्घको रूपमा चाहिँ स्थापना गरिएको थियो पहिला, तर त्यो के भयो? असफल भयो, त्यसले रोक्न सकेन हैन। जर्मनीका हिटलरको उदय भयो, भर्सेली सन्धि भयो। अनि जन्म अस्ट्रियामा भएको थियो कसको? हिटलरको पार्टीको नाम के थियो? नाजी पार्टी थियो। आत्मकथा भनेको मेन काफ्ट, फर माई स्ट्रगल पनि भन्छ। निकनेम के थियो? समर्थकले फेरोर भन्थे हैन। नीति के थियो? प्रेम होइन युद्ध गर, यिनको नीति हैन। 30 अप्रिल 1945 मा आत्महत्या गरेका थिए यिनले है। यसरी थियो। त्यसपछि रहेको छ इटाली मा मुसोलिनीको उदय। पहिलो पहिचान उनको भनेको कालो पात्र हुने है। नीति भनेको फाँसीवादी थियो। भनाइ साना र दुर्बललाई बाँच्ने अधिकार छैन भन्थे कि यिनले। यिनको नीति 7 सेप्टेम्बर 1941 मा जापानले अमेरिकाको पर्ल हार्बरमा आक्रमण गरेपछि अमेरिका युद्धमा सहभागी भएको थियो भन्छ। अब यो 2 वर्षपछि बल्ल सहभागी भयो। अघिल्लोचोटि 3 वर्षपछि बल्ल सहभागी भएको थियो युद्ध चलेको भने यसपालि चाहिँ 2 वर्षपछि बल्ल सहभागी भयो, यस्तो छ। त्यही भएर कम क्षति बेहोर्ने भनेको अमेरिका हो। त्यही भएर अमेरिका चाहिँ अहिले शक्तिशाली हुन पुग्यो। एटम बम बनाउने पहिलो प्रोजेक्ट भनेको म्यानहट्टन प्रोजेक्ट हो। यसका प्रमुख ओप्पनहाइमर, फादर अफ द एटोमिक बम पनि भनिन्छ यसलाई। अनि ट्रिनिटी नामक एटम बमको न्यू मेक्सिकोमा सफल परीक्षण भएको थियो। हेनरी ट्रुमनको निर्देशनमा 6 अगस्त 1945 मा जापानको हिरोसिमामा हिरोसिमा प्रान्तमा चाहिँ लिटल बोय नामक चाहिँ बम चाहिँ विस्फोट गरिएको थियो। पहिलो परमाणु बम विस्फोटनको घटना। अनि 9 अगस्त 1945 मा नागासाकीमा है, नागासाकी प्रान्त नागासाकी हैन क्युसो प्रान्तमा चाहिँ के गरिएको थियो? फ्याटम्यान नामक चाहिँ परमाणु बम चाहिँ विस्फोट गरिएको थियो। 14 अगस्त 1945 मा जापानका राजा हिरोहिटोले आत्मसमर्पण गरेका थिए। एटम बमका घाइतेलाई हिबाकिसा भनिन्छ भने एटम बमले नष्ट गर्न नसकेको वनस्पति जुनको वाइलोमा हो। यति चाहिँ सम्झिनु पर्यो। यति सम्झिसकेपछि सकिन्छ है। थ्याङ्क यू भेरी मच। सब्सक्राइब गर्नुभएको छैन सब्सक्राइब गर्नुहोला। अर्को नेक्स्ट टपिक कुन चाहिन्छ कमेन्ट गर्नुहोला। साथीहरूमा सेयर गरिदिनु होला। थ्याङ्क यू भेरी मच।